देशमा परिवर्तन त आयो, कस्तो खालको आयो भन्दाखेरि त त्यही 46 सालमा त्यत्रो ज्यान गुमाएर फेरि लास्टमा गएर उही नेताहरू मात्र बनिने भयो होइन। गरिबको घरमा त्यही नै छ, बिहान बेलुका छाक टार्न गाह्रो छ, वर्षभरि खाने त कुरा कहाँ हो, कहाँ हस्पिटलमा एउटा सिटामोल पनि नपाएर ज्यान गुमाइरहेका छन् होइन। यिनीहरू भने टाउको दुख्दा सिङ्गापुर, रमाइलो गर्न थाइल्यान्ड, विभिन्न देश, यिनीहरूलाई कुनै देशको पनि भिजा लाउने केही प्रब्लम छैन होइन। गरिब जनताले चाहिँ जहिले पनि जो झोले होइन भन्छ नि, उसले केही पनि पाउँदैन सुविधा खासमा भन्ने नै। एउटा कार्यालयमा गयो भने एउटा पनि काम बन्दैन, अनि यिनीहरूको चाहिँ पार्टी जुनमा लाग्दाखेरि फाइदा हुन्छ त्यसैमा लागेर यिनीहरू विभिन्न बाहनामा चाहिँ नि हरेक किसिमका तानाबाना बुनिरहेका हुन्छन्। कहिले माओवादी काङ्ग्रेससँग, काङ्ग्रेस एमालेसँग, एमालेसँग माओवादी। यो सर्कल, यो घुम्ने चेयर यो धेरै लामो भइसक्यो। मान्छेहरू एकदमै वाक्क दिक्क भएर चाहिँ देशै सबै बरु फुटाउनु पऱ्यो पनि तयार भएर मान्छेहरू वाक्क भएर मान्छेहरूले आफ्नो वितृष्णा तयार देखाइसके होइन। सबै कुरा छर्लङ्ग छँदैछ। बालेनको स्टाटसदेखि लिएर अरू मान्छेका कमेन्टहरू, आफ्ना भनाइहरू हामीले छतासुल्लो देख्न सकिन्छ। हुँदा अहिले राधिका भन्ने चाहिँ नि बुढी माउ पनि जेनजीको आन्दोलनमा अगाडि आएको भिडियो एकदम भाइरल भइरहेछ अहिले। तर सबैभन्दा इन्ट्रेस्टिङ चाहिँ के छ भने यिनीहरू आफ्नो स्वार्थमा कोसँग पहिला कसरी मिले भन्दा पनि अहिले चाहिँ हाम्रो माधव कुमार नेपाल जुन चाहिँ बिना ढेउवा छ नि, देशको लागि कुनै एउटा भिजन नभएको, केही गर्न नसक्ने, यस्तोलाई देखेर होला क्या बालन एकदमै आक्रोशित भएको। के भन्नुहुन्छ तपाईँ, यिनीहरूले केही गर्लान्?